फालेलुङ गाउँपालिका वार्ड नम्बर 5 मा लुकेको एउटा स्वर्ग। पाँचथर जिल्लाको फालेलुङ गाउँपालिकामा अवस्थित चारराते प्राकृतिक सौन्दर्य, सांस्कृतिक समृद्धि र पर्यटन सम्भावनाले भरिएको एक सुन्दर ठाउँ हो। यहाँको हरियाली ढकमक्क जङ्गल, खुल्ला चरणभूमि, हिमालको छाया र चौरी पालन संस्कृतिले यो ठाउँलाई अद्वितीय बनाएको छ। प्रत्येक नयाँ वर्षको सुरुवातसँगै चाररातेमा आयोजना हुने चौरी महोत्सव यहाँको मुख्य आकर्षण हो। यस महोत्सवमा स्थानीय बासिन्दाले आफ्नो चौरीहरूलाई सजाएर प्रदर्शनीमा राख्दछन्। यो दिन विशेष गरेर चारराते आसपासका प्राय जसो सबै चौरीहरूलाई भेला गरिन्छ। ल यो चौरीहरू चाहिँ भोलि याक मेलाको लागि लगिँदैछ। यहाँबाट यो तीन सिमाना एरिया हो। ल उहाँहरू चाहिँ भोलिबाट आजबाट सुरु हुने चौरी महोत्सवको लागि यहाँबाट चौरी हिँडाइसक्नु भएको छ, याक हिँडाइसक्नु भएको छ।